So we are heading to Sikali Chowr. यो चाहिँ गवारको चोक हो हाम्रो स्टोरबाट चाहिँ हाम्रो राइड स्टार्ट भइसकिरहेको छ तपाईहरु सिकाली चौर जाँदै हुन्छ भने लोकेसन पनि हजुरको लागि हुन्छ सो यो रहेको छ फर्स्टमा गवारको चोक त्यहाँबाट हामी लाग्छौं सातो बाटो जाने साइडतिर भनेको चाहिँ जाम हुने ठाउँमा जाम भएन भने पनि लास्ट जस्तो लाग्छ क्या अब ठिक्क हामी यहाँ सातो बाटो आइपुगेको थियौं ठिक्क जाम खोल्दिएर सातो बाटो पनि सिधै हामी जान्छौं नक्कु साइडमा हैन लेट्स गो हामी चाहिँ यहाँबाट यताको बाटो जान्छौं है So we are heading this side. पेट्रोल पम्प छ यहाँनिर टक्क यतातिर जाने चाहिँ ओह्रालो झर्ने त्यहाँबाट फेरि उकालो चढ्ने है युपमा पहिला पनि हामी एकचोटि आएको छु अनि मेरो कामको साइडको लागि भन्ने पनि यो बाटो त म धेरैचोटि हिँडिसकिरहेको छु यो बाटो चाहिँ एकदम सही लाग्छ होइन अनि टुरिस्टहरू बस्ने एरिया पनि भन्छ क्या टुरिस्ट प्लस नेता सेताको घरसर भएको एरिया पनि हो यो Oh, 10 का दम भन्ने मुभी पनि सिकाली चौरमा सुट भएको अरे सुन्न माको कता पाउलाको खोइ र जिन्जीको आन्दोलनमा जलाएको भवनहरु यो सबै कप्टरबाट भाग्यो भनेको त यहीँबाट हो क्या जिन्जी आन्दोलन ठ्याक्कै यो साइडबाट आउने हैन अनि त्यसपछि यो दुईटा बाटो छुट्टिन्छ यसमा सिधा यतापट्टि लाग्ने अनि ओह्रालो झर्ने थोरै बाटो अफरोड छ यहाँनिर चाहिँ तर लगभग अब हामी आइपुग्न लागिसक्यो एकदमै सर्ट राइड भैँसीपाटी स्पोर्ट्स ल भैँसीपाटी एरिया भन्दा रहेछ यो उता दक्षिणकाली जाने बाटोको साइड पर्छ पारिपट्टि चाहिँ स्टेयर त्यहाँ के किने त चिप्सहरू त किनेन त हामीले त त्यहाँ थिएन नि त अघि चिप्स है नानी यो दुईटा भयो नि हुन्छ होला छोड्दै भेटेन ए सो यो चाहिँ अलिकति अफ रोड छ यहाँनिर चाहिँ अब यहाँबाट टक्क टर्न गर्ने बाटो खासै झुक्किने खालको बाटो त छैन सिकाली चौर भन्ने बित्तिकै प्रायः सबैलाई थाहा हुन्छ यो चाहिँ अलिकति धुलो छ धुलो उडाउँदै खुट्टेको छ यहाँ के मन्दिर जस्तो के पनि देखेको जस्तो लाग्छ मलाई यहाँ सिकाली मन्दिर जाने बाटो मन्दिर सिकाली चौरमै मन्दिर पनि छ क्या आफ्नो खानेपानी ओहो धुलो त यार मार्क्स लागेन ए धान मजाले छाट्ने बेला भइरहेको रहेछ खेतमा चाहिँ पुरा धानहरू सालपा सिलिचो यति धेरै टाढा छ यस्तो ऊ छ होइन त्यहाँ पनि मान्छेले टेन्ट खानेकुरा ग्यास सिलिन्डर एभ्रिथिङ त्यो सानो पकेट सो यो हो सिकाली चौरको पार्किङ स्न्याक्सहरू लिनु मन लाग्यो यहाँबाट लिने अनि त्यसपछि ओहो कस्तो खतरा हुँदो रहेछ नि यार अन्त मुभीको सुटिङ पनि हुँदो रहेछ नि त्यहाँ त ए म्युजिक भिडियो कि मुभीको सुटिङ हो ल सिकाली मन्दिर त्यहाँ उताको सिकाली मन्दिर मुभी या म्युजिक भिडियोको सुटिङ तिमीलाई एउटा कुरा याद छ यहाँ हामीले एउटा टिकटक बनाएको थियौँ नि मेरो माया डल्ली डल्ली कसलाई एउटा गीत त हाम्रो टिकटक बनाएको थियौँ नि खतरा मजा हुँदो रहेछ त यार अनि पुरा केटरिङ सेक्टरिङ छ त्यहाँनिर अनि यस्तो खतरा दामी बनाउँदो रहेछ नि त सेट त हामी बसौँ ल यो रिसोर्ट बन्दै चाहिँ पिकनिक स्पट बनाएछ अहिले यो पहिला बाटो थिएन होइन ए थियो पुरा तरकारी खेती रहेछ लास्ट इयर आउँदा थिएन यार यो एउटा रहेको छ पानी अर्को निकाल्यौँ टिस्यु पेपर यो मान्छेहरूले खाइसक्यो यहाँनिर चिज के हो यो क्र्याकर अम्लुर भोटे चम्चा त्यसपछि रहेर अरू आएको छ यहाँ
एप्पल मुस्ताङको स्याउ होइन ड्रोन ला ड्रोन जाऱ्यो है तिनीहरूले क्रास गर्यो ड्रोन जाऱ्यो है ड्रोन ड्रोन जाऱ्यो है तिनीहरूले वान साइडको है वान साइडको हेर्दै महँगो जस्तो छ यार त्यो ड्रोन त हेर्दै महँगो छ यार त्यो ड्रोन त आफ्नो सामान यति माया लाग्छ नि यति माया लाग्छ हामीले भोगटे सुन्तला र स्याउ चाहिँ काटेर गिरेको सक्यौँ होइन यसमा हामी राख्छौँ पहिला यो छोपमा चाहिँ मैले नुन पनि हालेको छु एउटा अखबारी खोर्सानी अनि त्यसपछि नुन हालेको छु होइन अनि यो चाहिँ छोप के को भन्नुहुन्छ भने फुलुङ्गेको यता काठमाडौँतिर चाहिँ खासै फुलुङ्गे भन्ने थाहा हुँदैन रहेछ होइन हाम्रोतिर चाहिँ यसलाई फुलुङ्गे नै भन्छौँ यो चाहिँ भुटेको तेल हो छिटो खानु होइन त्यसमा राखौँ अर्को भनेको चुचुरो लवङ्गा चाहिन्छ यो चाहिँ ओहो चुचुरो टक्क लाएर हेर्दै सही भएको छ सुन्तला स्याउ नुन अगवरे खोर्सानी अनि हालेर हामीले छोप चाहिँ फुलुङ्गेको छौँ अनि एउटा काँचो यसरी भुटेको तेल अनि अर्को भनेको चुचुरो अमिलो पनि ठिक्क watching my video. Don't forget to subscribe my channel. अरू यस्तै बकवास भिडियोहरू लिएर हामी आउँदै गर्छौँ. Thank you for watching me.